guys, small load. This trip मा चाहिँ हाम्रो समुदाय गोरे मामा 2 है हाम्रो मामा पाब्लो ब्लग्स मामा 1 मामा 3 है नाम चाहिँ बिर्से मामाको अनि हामीसँग हुनुहुन्छ अर्को दिवान दाइ गोरे दाइ शीतल दाइ हाम्रो शीतल रिफेयर्स है सपोर्टमा हामी 7 जनाको थियो ग्रुप चाहिँ 7 जना बाइकमा अनि 3 जना गाडीमा गर्दा हाम्रो 10 जनाको ग्रुप थियो अनि हामी चाहिँ बिजेपुर छौं अनि बिजेपुर हुँदै हामी पिठिवा हाइवेलाई छोड्दै र बेकनास बाटो जान्छौं हामी चाहिँ बेकनासको पछिल्लो बाटो माझीको नआउँदै अनि यो बाटो चाहिँ मलाई थाहा थिएन मेरो चाहिँ मनाङ राइड चाहिँ फर्स्ट टाइम हो अनि यो शीतल दाइले चाहिँ लिड गरिराख्नु भएको छ हाम्रो चाहिँ अहिले बाटो हैन बाटोको जस बाटोमा देखिने हुन्छ नि भ्यूहरु लमजुङ बेसर अब जग्गाहरु चामे तालहरु के छ बाटोमा जस भिडियोमा देखाउने कोसिस गर्ने छु त्यही हो यति भन्दै अन्तिमसम्म चाहिँ भिडियो हेर्दिनु होला त यो चाहिँ हाम्रो फर्स्ट स्टप लगानी हुन्छ यो भित्र भयो यता बाइक त्यहाँ अहिले चाहिँ हामी फर्स्ट स्टप चाहिँ लमजुङ के भन्छ सुन्दर बजार सुन्दर बजार हजुर लमजुङ सुन्दर बजार मान्छे पनि सुन्दर ठाउँ पनि सुन्दर हैन
ज्याकेट खोला मेरो यो ज्याकेटले गर्दा हो पसिना म झन् लास्टमा हिँडेको मान्छे झन् गएर सफा भयो बुट चाहिँ कस्तो लागिरहेको छ बुट चाहिँ अलिक कम्फर्टेबल हुँदै एकदिन लाग्यो भने त भोलि त हाम्रो यो अहिले हामी लमजुङ बेसी सहरमा छौँ जान लाग्यो लमजुङको टाइम भेट्न चाहन्छ टान्दैन रहेछ गाइस हाम्रो गर्नु छ है यो ठाडै छ त यार तान्छ कमन भेस्टो भेस्टो रेन्ज पावरफुल हुँदैछ यार ताने मजाले ताने सुन्न एटीएम कता एटीएम हाम्रो एटीएम चाहिँ यता रहेछ है गाइस ल भेस्परमा सधैँ बजारै रहेछ त एप सुरु एप सान्ने भन्छ नम्बर प्लेट त हाल्नु पर्छ सर हजुर नम्बर प्लेट फर्सेको कुनबाट आउनु मेरो सरकै भयो भने क्लास 6 सर A few moments later. सर एकछिन छोडे हुन्छ नि बरु अर्कोचोटि फर्किनेलाई छोडाउला नि त एउटा वर्कसप छ बरु वर्कसप छ भने बरु हाल्छ नि हामी वर्कसप अलि अगाडि छ हजुर दाइ रुक्ने एकछिन है होइन हजुर यही हो भएको यो बिल्डुङमा त्यो राख्नु है बिल्डुङ चाहिँ बिल्डुङ यहीँ हुन्छ फर्किनेलाई यहाँ बस्नु न है ओहो
सुरु दिनमै फुली खाइयो दाइ राम्रो अहिलेसम्म परेको थिएन यार हो यस्तो भ्यालीमा हिँड्ने मान्छे हो होइन अफरोडमा खासै अफरोडतिर माथि जानु त्यति ट्राफिक उपयुक्त उसमा हुँदैन होइन अनि अब भ्यालीतिर भागिहाल्नुहुन्छ तपाईँहरू हेलो यहाँ आउनु त एउटा काम छ हो त्यहाँ सिसी क्यामेरा हेर त बहिनी त्यो कता गयो त्यो बाइक स्कुटरका पारी चोका हेर न एउटा स्कुटर पारी चोका हो पर्ने सुरु दिनमै दाइ बुझिहाल्छु अनि तपाईँको लेखिन्छ है यो फेरि यहीँको लोकल भनेपछि पावर पाउनुपर्छ यहीँको दिदीको हो क्या दाइ जसको होस् बिलबुक लिएर आउनु खुट्टाले खतरनाक घटिसकेको बस्दाखेरि यसले चाबी अलिक घोडाले चाबी अलिक बाइक फाल्दैन मान्छे पनि फाल्दैन उस्तै उभिएको भए चाहिँ त्यो फिक्स जाने उभिएको मान्छे भए चाहिँ बसेको भएर खुट्टा ल्याङ्छ फटाफट उभिएको A few moments later. बाइक ह्याप्पी तिम्रो जिबिएल मोबाइल हामी चाहिँ हाम्रो रुम चाहिँ छैन क्या मसँग त्यही छ एउटा त्यही लगाएको एउटा मसँग एउटा शीतललाई हो क्या कपडाहरू यहाँ छ कुन ठाउँ त हामी कुन ठाउँ हामी जगत हामी अब नुहाउन गइन्छ नि त तातो पानीमा एउटा तल गएर भेट्नुपर्छ अब हामी चाहिँ चिसो पानी